आपत्ति आलोचना र अवरोधका बीच पनि तपाईले राष्ट्रको स्वाभिमान विकासको सपना कहिल्यै मर्न दिनु भएन। तपाईको त्यस साहसले हामी सबैमा पुनः विश्वास जगाएको छ कि देश छ, देश बन्छ भने एमालेको बाटो मात्रै सम्भव छ। त्यसैले आज हामी हाम्रै विगत सुधार्दै हाम्रो मूल घरमा फर्किएका छौँ। हामीसँग देशभरिका अनेकौं साथीहरू हुनुहुन्छ जसले यो पार्टीलाई अझ सफल बनाउने प्रतिज्ञा गर्नुभएको छ। हामी अध्यक्षज्यूको नेतृत्वमा देशलाई आत्मनिर्भर, सुशासित र समृद्ध बनाउन सम्पूर्ण समर्पणका साथ अगाडि बढ्नेछौँ। हामी फेरि जनताको भरोसा जित्नेछौँ। हामी फेरि राष्ट्र निर्माणको अग्रपन्थीमा रहनेछौँ। आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काइ केवल राजनीति निर्णय होइन, यो आत्मसाक्षात्कार हो र यो जनताको बीच फर्कने यात्राको सुरुवात हो। यो हामी जस्ता पार्टीमा फर्किनका निम्ति आउनुभएका समस्त साथीहरूको जीवनको सबभन्दा सत्य क्षण हो। विगतमा विभिन्न कारणले हामी पार्टीमा विद्रोहमा हामी लागेका हौँ र त्यो हाम्रो जीवनकै सबैभन्दा ठुलो भूल भयो।